हेलो गाइस वेलकम टु माई ब्लग होइन हेर्नुहोस् है आज चाहिँ हामी यहाँ समोसा बनाउन गइरहेको छ हो सबै आलुहरू पनि रेडी भयो यिनीहरूलाई चाहिँ समोसा बनाउनु चाहिँ त्यति पारा आउँदैन कि त्यही भएर दादाले हल्का हल्का गाइड गर्नुपर्छ बिस्तारै काट भयो बिस्तारै अब त्यसलाई फोल्ड गर त्यसलाई राखिदिए यसरी नै सिकाउनु पर्छ भन्दा भन्दै हाम्रो आलु चाहिँ रेडी भयो अनि अरू सबै सामानहरू पनि ठिकै थियो होइन खास त आज एक्लैले बनाऊ भनेको थियो पनि सिक्ने अरे हो अब तिनीहरूलाई पनि सिक्नु मन छ होला गरेर ल नि त सिक तिमीहरू पनि राम्रोसँगले बना गरेर चाहिँ अब आजको त फेरि समोसा खास हो मैले त केही नोटिसै गरेन त्यो एकछिनमा पो हेरेको लौ समोसा त पुरै गोली जस्तो बनाएछ हेर्नुहोस् त यहाँ त्यहाँ मेरो पाल चाहिँ अघि जान्दैन भनेर नगर भनेको होइन भन्दा भक्कु कराइदिएको थिएँ कि त्यहाँदेखि एकछिनमा मेरो पाल लुकेर हेरेको पुरा बाँचिरहेको रहेछ दुई हमने तो आपको पहले ही कहा था वो गोली जैसा समोसा मत बनाओ फिर आपने हमको मना कर दिया और आज वो मालिक ने वो दादा ने हमको बहुत गाली दिया ल समोसा त सबै रेडी भयो त अन्त किन नलगाएको भनेको फेरि दादाको पर्मिसन बिना कसरी लगाउनु दादाले कराउँछ लाग्यो अरे ल म चाहिँ किन कराउनु बित्थामा हे तेरेको सब समोसा रेडी भयो लगा 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 गरेर भनेर चाहिँ त्यहाँदेखि भन्दा भन्दै गाइस भन्दा भन्दै ठुकै समोसा पनि कराईभित्र पस्यो हो अनि तेल पनि त्यो हल्का हल्का उम्लिँदै थियो अनि मैले भने तिनीहरूलाई ओ यो समोसा नचला यति छिटो अहिले तेलले चाम्रै भएको छैन बिग्रिन्छ गरेर चाहिँ तिनीहरूलाई सिकाउँदै सिकाउँदै लग्यो हो अनि त्यो समोसा देख्दा चाहिँ नि मलाई के को याद आयो भने नि समोसाको बदली चाहिँ नि त्यहाँनिर चाहिँ यो भिडियोलाई लाइक नगर्नेहरू हो मेरो दुश्मनहरू हो मलाई नराम्रो भन्नेहरू हो सबै त्यो तेलमा उम्लिरहेको तेलमा नि त्यसरी रातो रातो बनाएर नि सालाहरूलाई भन्दा भन्दै गाइस हेर्नुहोस् समोसा पनि ठक्क रेडी भयो हो त्यहाँदेखि हामीले कराईबाट ठक्क बाहिर बाहिर निकाल्न थाल्यो पाकेको पाकेको ठक्क त्यहाँनिर स्मेल पनि अति नै दामी आइरहेको थियो हो अब दादाले बनाएको होइन किन नआउनु होइन फेरि त्यहाँनिर सबैभन्दा ठुलो हिटकोकै दादा हो अब फेरि दादाले बनाएको समोसा हो सबैलाई मनपर्ने सबैको डिमान्ड बेसी त्यही भएर अब कोही कोही त आउनु सक्दैन नि त मेरो रेस्टुरेन्टमा त्यही भएर कोही कोहीलाई चाहिँ सबै वर्ल्ड वाइड घर घरमै डेलिभर गरिदिनुपर्छ हो त्यही भएर डेलिभरको लागि सिङ्गरा पनि मजाले समोसा मजाले हाल्यो हो त्यहाँ अब समोसा मात्रै हालेर त भएन होइन त्यहाँनिर अचार पनि लाउनु पर्यो त्यहीँ एकदमै हाई फ्लेभर अचार लगायो हो त्यहीँ सब अचार समोसा सब रेडी भयो अचारलाई चाहिँ भित्र लगाएर चाहिँ त्यो अर्डरलाई चाहिँ फेरि बाटोमै भए डेलिभरी बोयले खाने हो गरेर चाहिँ मजाले टाइट बाँधेर डेलिभरी बोय पर्खेको फ्याट्टै आएन पर्खिँदा पर्खिँदा आएछ हो लु है यो अर्डर चाहिँ सब घर घरमा पुऱ्याइदिए केही डिसमिस नहोस् भनेको ल अरे त्यसलाई अलिअलि बाटो खर्चहरू पनि थियो खुसी भएर गयो अब सबैलाई डेलिभर मात्रै गरेर त भएन होइन अब यहाँ दादाको रेस्टुरेन्टमा कति कस्टमर्सहरू आउँछ रसिङ गर्दै पनि मजाले प्लेटमा ठक्क समोसा राखेँ हो अन्त त्यो अघि एकदमै हाई फ्लेभर अचार चाहिँ मजाले ठक्क हालेर सबैजनालाई समोसा चाहिँ मजाले दिएर समोसा कस्तो भयो भनेर सोधेको थिएँ कि आम्मामामा समोसा चाहिँ अति नै दामी भयो लु यस्तो समोसा चाहिँ मैले कहिल्यै खाएको थिएन लु यसरी नै सबैजनालाई सोध्दै गयो सबैजनालाई एकदम दादाले बनाएको समोसा चाहिँ खास लाग्यो अरे होइन अनि ती मध्येमा एकजना दिदीले चाहिँ लु भाइ यस्तो समोसा चाहिँ मैले जिन्दगी खाएको थिएन लु यही हो फर्स्ट टाइम यस्तो दामी लु तपाईँ चाहिँ मेरो लागि एकदमै भगवान नै हो अरे होइन होला गाँठे भनेर चाहिँ मेरो पालो मैले बनाएको समोसा कस्तो छ भनेर एकताल हेर्नु पर्यो भनेर चाहिँ एकदम त्यो हाई फ्लेभर अचार चाहिँ ठक्कै समोसामा हाल्यो अन्त त्यहाँदेखि चाहिँ त्यसलाई चाहिँ अलिकति फर्स्टमा त अलिकति मात्रै खाइहेरेको थियो कि आम्मामा साह्रो मिठो लाग्यो त्यहीँ त सबै ग्राम ग्रुप एकै तालमा खाइदिएको कि आम्मा अलिअलि मिठो होइन आचुले बनाएको त हो त्यही माथि त्यस्तो हाई फ्लेभर अचार लगाएको आमामा समोसा त एकदमै खास सो गाइस थ्याङ्क यू फर वाचिङ माई भिडियो होइन लास्टसम्म हेरिदिएकोमा धन्यवाद यो भिडियोलाई मन पर्यो भने प्लिज मलाई सपोर्ट गरिदिनु होला